सहकारी प्रकरणमा करिब 1.5 महिनादेखि भैरवा स्थित कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धका पूरक जाहेरी एकपछि अर्को हुँदै कृत्य अर्थात् फेक ठहरिँदै गएका छन्। बुटोलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटोल इजलासले थुनमा पठाउन आदेश दिएपछि चैत 22 गते पुनः पक्राउ परेका रवि चैत 25 गते पूर्वपक्षका लागि कारागार चलान भएका थिए। अदालतको आदेशपछि बिना पक्राउ पुर्जिनै बेडरुमबाट पक्राउ परेका रवि एक थोपा रगत रहेसम्म न्यायिक लडाई लड्ने घोषणा गरेका थिए। सोही अनुरूप नै अहिले पूरक जाहेरी दिने बचतकर्ताहरूले रविको पक्षमा आवाज उठाइरहेका छन्। कुनै व्यक्ति लक्षित नभई बचत रकम फिर्ता गरी पाऊँ भनेर दिएको जाहेरीलाई प्रहरीले रवि विरुद्ध प्रयोग गरेर जालझेल गरेको पछिल्लो केही घटनाक्रमले प्रश्न देखाउँछ। हुन त गत कार्तिक 2 गते पक्राउ परेकै दिनदेखि सरकारले रविमाथि राजनीतिक प्रतिशोध छाँदेको आरोप लगाउँदै आएका रासपाका सांसद र रवि समर्थकको आवाजलाई न्यायिक निकाय र सरकारले सुन्नै भ्याएनन्। यसअघि नेकपा माओवादी केन्द्र, नेकपा एमाले र रासपाको सरकार हुँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रवि सहकारी ठग भन्दै सदन तताएको बेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेससँग भिडे। यति मात्र होइन, सार्वजनिक रूपमै रविको बचाउमा उत्रिँदै ओलीले 1.5 वर्ष प्रधानमन्त्री बनिदिनुस् भनेर अफर गर्ने कांग्रेसले स्वार्थको राजनीति गरेको पनि आरोप लगाएका थिए। एकातिर 1.5 वर्ष तपाईँ प्रधानमन्त्री भइदिनुस्, यो समीकरण छोड्नुस्, हाम्रो गठबन्धनमा आउनुस्, 1.5 वर्ष प्रधानमन्त्री खाइदिनुस् भन्न जाने, त्यो हुन्न भनेर त्यो कागजमा सम्झौतामा सही नगरेपछि अनि विभिन्न फाइल बोकेर रिसर्च गरेर कुद्ने नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन। यो यस अधिवेशनमा उहाँहरू कसरी पेश आउनुहुन्छ मलाई थाहा छैन, तर राजनीतिमा यस प्रकारका क्षुद्र खेलहरू खेलिनु हुँदैन गर्न चाहन्छु। कांग्रेसले पनि यस्तो काम गर्नु हुँदैन। त्यतिबेला सार्वजनिक रूपमै रविको बचाउमा उत्रेका ओली अहिले प्रधानमन्त्री हुँदा लाचार बनेका छन्। अझ स्पष्ट रूपमा भनौं, स्वार्थको राजनीति गरिरहेका छन्। कांग्रेस एमालेको शक्तिशाली सरकार बनेको 10 महिना बितिसक्दा पनि जनताका लागि काम गर्नु भन्दा पनि भ्रष्टाचारमा मुछेका सत्तारूढ दलका सांसदहरूलाई कसरी जोगाउने र प्रत्यक्ष संलग्न नरहेकाहरूलाई कीर्ति जाहेरी निर्माण गरी कसरी फसाउने भन्नेमा केन्द्रित रहेको देखिन्छ। रवि पक्राउ परेपछि लगातार सडकदेखि सदनसम्म आवाज उठाउने रासपा सांसद शोभिता गौतमले बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कीर्ति जाहेरी निर्माण गरी सभापतिमाथि सत्ता र शक्तिलाई राजनीतिक प्रतिशोधको साधन बनाएको टिप्पणी गरेकी थिइन्। जाहेरीकर्ता बनाएकाहरूले अहिले सार्वजनिक रूपमै मैले रवि लामिछाने विरुद्ध कुनै पनि केटाने जाहेरी दिएको थिएन, मलाई थाहा नदिई अभियोग पत्रमा मेरो नाम लेखियो भनिरहेको भन्दै यसबाट राज्यले कीर्ति जाहेरीको निर्माण गरी एकजना उदाउँदो राजनीतिक नेतृत्व विरुद्ध फौजदारी मुद्दा खडा गरेको पुष्टि हुँदै आएको उनको भनाइ छ। आजभोलि हरेक दिन जसो रवि लामिछानेसँग सम्बन्धित मुद्दामा जाहेरीकर्ता बनाइएकाहरूले अहिले सार्वजनिक रूपमै मैले रवि लामिछाने विरुद्ध कुनै पनि किटानी जाहेरी दिएको थिएन, मलाई थाहै नदिई अभियोग पत्रमा मेरो नाम लेखियो, कसै विरुद्ध किटानी उजुरी नै नहालेको मान्छेलाई कसरी उजुरीकर्ता बनाइयो भन्दै सार्वजनिक रूपमा प्रश्न गरिरहेका छन्। भोलि सम्मानित अदालतमा यो विषय प्रवेश भई आफ्नै ढङ्गले निराकरण होला नै, तर सामाजिक र राजनीतिक वृत्तमा राज्यले कीर्ति जाहेरीको निर्माण गरी एकजना उदाउँदो राजनीतिक नेतृत्व विरुद्ध फौजदारी मुद्दा खडा गरेको कुरा गम्भीर चासोको रूपमा आएको छ। सभामुख महोदय, शक्ति दुरुपयोग आफैमा संविधान विपरीतको कार्य हो र जब सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्छ त्यो संस्थागत भ्रष्टाचारको चरम रूप हो। सभामुख महोदय, पक्राउ पुर्जी बिना गरिएको पक्राउ, पूर्वाग्रह पूर्ण अनुसन्धान र बिना किटानी जाहेरी अभियुक्त बनाउने कार्य, यी सबै मानव अधिकार सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीर उल्लङ्घनहरू हुन्। पूर्व न्यायाधीश फोरमले पनि वक्तव्य मार्फत भनेको छ कि कतिपय कसुरका अनुसन्धानमा गरिएका अनुसन्धान गिरफ्तारी राज्यले सत्ता र शक्तिको दुरुपयोग गरेर पक्राउ पुर्जी बिना गरिएको पक्राउ, पूर्वाग्रहपूर्ण अनुसन्धान र बिना किटानी जाहेरी नाम लेखेर अभियुक्त बनाउने कार्य मानव अधिकार सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भन्दै सच्याउन समेत आग्रह गरेकी थिइन्। रवि विरुद्ध बचतकर्ताहरूले जाहेरी दिएको भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो, जुन 7 महिना बितिसक्दा समेत टुङ्गिएको छैन। सांसद गौतमले भनेअनुसार नै पछिल्लो समय जाहेरी दिएका बचतकर्ताहरूले नै रवि विरुद्ध जाहेरी नदिएको दाबी सार्वजनिक रूपमै गरिरहेका छन्। पूर्वपक्षका लागि थुनामा रहेका रवि विरुद्ध मुख्य जाहेरीकर्ता बनाइएका बुटोल स्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सदस्य नारायण पहराईले प्रहरीले आफ्नो जाहेरीको दुरुपयोग गरेको भन्दै सामाजिक सञ्जालमा
स्ट्याटस लेखेर आपत्ति जनाएका थिए। उनले आपत्ति मात्रै जनाइनन्, प्रहरीको आग्रहमा आफूले उजुरी दिएको तर आफ्नो जाहेरी लामिछाने विरुद्ध नरहेको भन्दै आफ्नो उजुरीको प्रहरीले दुरुपयोग गरेको र उजुरी नै फिर्ता लिने बताएका थिए। यस्तै गीता आचार्यले पनि आफ्नो नाम उजुरीकर्ताको सूचीमा देख्दा अचम्ममा परेको बताएकी छन्। उनले पनि आफ्नो रकम फिर्ता पाइन्छ कि भनेर दिएको निवेदनलाई कुनै व्यक्ति विशेषलाई उजुरी हालेको रूपमा प्रस्तुत गरिएकोमा सामाजिक सञ्जालबाट सार्वजनिक रूपमै आपत्ति जनाएकी छिन्। उनले लेखेकी छिन्, कसैको नाम नै दिएर हालेको पनि होइन र मैले कुनै आधिकारिक ठाउँबाट कुनै जानकारी समेत पाएकी छैन। तर उजुरीकर्ताको नाम लिस्टमा मेरो नाम कसरी जोडिन पुग्यो, कृपया जानकारी र निष्पक्ष छानबिनको माग गर्दछु। यस्तै सिद्धार्थनगर नगरपालिका 5 रूपन्देहीकी अर्की पीडित चञ्चल सेठियाले पनि रवि लामिछानेलाई किन थुनियो, को दोषी हुन्, राजनीति केही बुझ्न नसकेको प्रतिक्रिया दिएकी थिइन्। पैसा लगेर विदेशमा पुर्याएको भन्ने सुनेको तर आउँछ भनेर आश्वासन मात्रै दिएको उनको गुनासो छ। पीडितहरूबाट आइरहेको यस्तो निरन्तर आवाजले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साध्दै उनलाई फसाउन जाहेरीमै कृत्य गरेको भनेर लागेको आरोपलाई बल पुगेको छ। एकपछि अर्को हुँदै सर्वपक्षीय आलोचना भए तापनि सरकार बेपरवाह दौडिरहेको देखिन्छ। उदाएको छोटो समयमै संसदको चौथो ठूलो दल बनेको रासपाका सभापति रवि लामिछानेका लागि राजनीतिमा हुमिएको छोटो समयमै ठूलो सफलता मिले पनि चुनौतीको घेराबाट भने अहिलेसम्म बाहिर निस्कन सकेका छैनन्। तर सहकारी प्रकरणमा प्रत्यक्ष रूपमा जोडिएका सत्तारूढ दलका सांसदहरूलाई सरकारले जोगाउने अनेकन प्रयास गरेको छ। तर रविको केसमा भन्ने भने ठ्याक्कै उल्टो देखिन्छ। जसरी सत्तारूढ नेताहरूलाई बचाउने प्रयास भइरहेको छ, त्यसरी नै रविलाई पनि फसाउने अर्थात् हिरासतबाट बाहिर ननिस्किन दिन अनेकन षड्यन्त्र भइरहेको देखिन्छ। रविप्रति कठोर प्रहरी प्रशासन र सरकारले कांग्रेस सांसद माया राईप्रति कृपा दृष्टि देखाएर अदालतमा बयान र थुनछेक बहस एकै दिन सकेर 10 लाख धरौटीमा रिहा गरायो। तर सहकारी प्रकरणमा प्रत्यक्ष संलग्नता नभएका रविलाई 60 लाख धरौटीमा रिहा गराएको थियो। सांसद राईलाई रिहा गरिएको धरौटीको 5 गुणा बढी धरौटीमा रविलाई रिहा गरिएको थियो। आफूलाई गैर कानूनी रूपमा पक्राउ गरी थुनामा राखेको भन्दै रविले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट पटक पटक हेर्न नमिल्नेमा परेको छ। रिट दर्ताको 1 महिना हुन लाग्दा पनि सुनवाई हुन सकेको छैन। रविले गत वैशाख 7 गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। बन्दी प्रत्यक्षीकरण जस्तो संवेदनशील मुद्दामा अझै सुनवाई भने हुन सकेको छैन। बन्दी प्रत्यक्षीकरणसँगै थुनामा राख्ने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश विरुद्धको निवेदनलाई पनि सर्वोच्चले सुनवाई सँगै अघि बढाए पनि 1.5 महिना हुनै लाग्दा पनि अहिलेसम्म सुनवाई सारिँदै गएको छ।